गर्लफ्रेन्ड बोयफ्रेन्ड देखेर डा लागिसक्यो। यहाँ चाहिँ कतिजना गर्लफ्रेन्ड बोयफ्रेन्ड देखिरहेको। मलाई लाज लाग्छ साथीहरू भ्लग बनाउन। लाज त के हुन्छ, अप्ठ्यारो लाग्छ क्या। साथीहरू 15 मिनट पनि हुन लागिसक्यो। बहिनी चाहिँ कुन चाहिँको सफारी हो थाहा छैन, मान्छे अत्तो पत्तो छैन कसको सफारी हो। म पनि भरे बहिनी चाहिँ अब चढी। हेलो साथीहरू, वेलकम छ नेक्स्ट डे नेक्स्ट ब्लगमा। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यो चाहिँ डे 2 ब्लग। अब चाहिँ म जहिले पनि गर्छु डे 1 हेरेर हजुरहरूले थाहा पाइसक्नु नै भयो होला कस्तो थियो मेरो ब्लग अनि केमा प्रिपरेसन गर्नुपर्छ भन्ने हजुरहरूले थाहा पाइसक्नु भयो होला। मलाई कमेन्ट गरिदिनु होला अनि म त्यही अनुसार म सुधार्छु। अनि यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र यो मेरो भिडियोलाई माया गरिदिनु होला, अझै माया देखाइदिनु होला र साथ सपोर्ट पनि गर्न नभुल्नु होला भन्दै यो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। म डेली ब्लग लिएर आउनेछु। यो च्यानल चाहिँ आशिका अधिकारीमा आउनेछ। हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। अब म चाहिँ अहिले चाहिँ 12-11 बज्न आँट्यो। अब म बहिनीलाई गाडी चढाउनु जानु आँटेको, बहिनी घर जाने अरे, त्यही भएर अनि म पनि ठिक पर्छु अनि चढाइदिन्छु गाडी। अनि बहिनी घर जान्छन् अरे, आजदेखि स्कुल लाग्यो तर ऊ गएकै छैनन्। अनि आज चाहिँ मम्मीहरू के गर्दै हुनुहुन्छ त म सबैजनालाई देखाउँछु है त। अहिले चाहिँ अब म बाहिर जान आँटेको साथीहरू। यहाँ चाहिँ बहिनी छिन् अनि बहिनी चाहिँ घर जान आँटेकी छिन् अनि राम्रीमा राम्री हुँदैछिन्। अब चाहिँ म बहिनीलाई गाडी चढाउन जान्छु, त्यही गर्छु सबै म हजुरहरूलाई यो ब्लगमा क्याप्चर गर्नेछु। अब चाहिँ म पनि ड्रेस चेन्ज गर्छु अनि बहिनीसँग जान्छु गाडी चढाउन। अनि यहाँनिर चाहिँ दादाहरूको खोइ के हरायो अरे खोज्दै हुनुहुन्छ कागजपत्र। अनि यहाँ चाहिँ म छु। अब चाहिँ म लुगा लगाउँछु अनि हजुरहरूसँग भेट्छु है त साथीहरू। भेट्नुभन्दा अगाडि चाहिँ लाइक गर्न चाहिँ नभुल्नु होला नि। साथीहरू अहिले चाहिँ म रेडी पनि भइसकेँ, कपडा फेरेर एकैछिनमा। अनि अब चाहिँ म कोठासोठा सफा गर्छु अनि बहिनीलाई पुर्याउन जान्छ है त। अनि बहिनीले चाहिँ मेरो ब्लग खिचिदिँदैछिन्। अनि हेर्नु न कोठा चाहिँ यस्तो फोहोर छ अनि म सफा गर्छु। अनि बहिनी चाहिँ यति राम्रो भएको छ, म त यति नराम्रै किनकि म घरैमा बस्ने हो नि त। अब कपाल सपाल कोरेर चाहिँ यस्तो सिम्पल भएर चाहिँ जानुपर्ने हुन्छ गाडी चढाउन। गाडी चढाउन गएकोसम्म चाहिँ म भ्लग गर्छु अनि आउँदाखेरि चाहिँ के हुन्छ त्यही अनुसार म भ्लग गर्छु। यहाँ समाउ त बहिनी। अझ म तपाईँहरूलाई यसो कोठा सफा गरेको नि हल्का क्याप्चर गरेर देखाउँछु। जाउँ न तिमी पनि अलिअलि गर्नु। अगाडि क्यामेरा फर्काउनु। हामी चाहिँ यहाँ छौँ, दिदी चाहिँ कोठा मिलाउँदै हुनुहुन्छ। अब चाहिँ म चाहिँ घर जान आँटेको। अनि हजुरहरूले हेर्नु कसले चिन्नुहुन्छ उसलाई कमेन्ट पनि गर्नु होला, मैले चिन्छु भनेर कमेन्ट गर्नु होला साथीहरू। यहाँ चाहिँ दिदी हुनुहुन्छ, दिदी बिरामी हुनुहुन्छ, हस्पिटल जान आँट्नु भएको। साथीहरू हजुरहरूलाई कस्तो लाग्छ त मेरो ब्लग फेरि कमेन्ट गर्न चाहिँ नभुल्नु होला। बन्द गर अब तिमी बोलाउनु। अब हामी चाहिँ यो दिदीको कोठामा जान आँटेको। यस्तो छ यो दिदीको कोठा। अब मिलाउने यस्तो छ भने अहिले यो दिदीले मिलाएर यस्तो खतरा बनाइदिनुहुन्छ। अघि कस्तो थियो कोठा, अहिले कस्तो बनाउनु भयो दिदीले।
दिप त मान्छे नै खतरा हो नि त हैन मान्छे नै खतरा हो नि त हैन समझ रहे हो ना साथीहरू यस्तो गर्दैछौँ हामी यस्तो गर्नु ठाडो बोल्नु हुँदैन है बहिनी अरू ठाडो बोल्छौँ कराउँछौँ नि ठाडो बोल्नु हुँदैन साथीहरू हामी यस्तो किन बोलिरहनु काम गर्दैछौँ हामी यस्तो गर्छौँ त्यो काट्न मिलिहाल्छ नि म काट्दिनँ होइन साथीहरू यहाँ हेर्नु त तपाईँले अस्ति भिडियो बनाउँदा यस्तै थियो है पेन यस्तै थियो साथीहरू अब चाहिँ म होइन घर सरसफा सुगर गर्छु ओर्छु अनि म जाने बेलामा रेडी कस्तो भयो घर सफा गरेर चाहिँ अझै खोज्दै भर्खर मिलाएको खोज्दै हुनुहुन्छ मडारेर अब चाहिँ म सबै सक्छु अनि म हजुरहरूलाई देखाउँछु है त कस्तो भयो भनेर है त A few moments later. साथीहरू अहिले चाहिँ म सबै रेडी भयो अरे होइन कपाल सपाल गऱ्यो अब चाहिँ म बुइँलाई पुर्याउन तर्खर लागिसकेँ अब चाहिँ मम्मी चाहिँ यहाँ बिरामी भएर चाहिँ सधैँ सुतिरहनु भएको छ अब आज चाहिँ नजानु अरे हस्पिटल अब चाहिँ हामी जान्छौँ लु हिँड बहिनी साथीहरू अब चाहिँ हामी जाने है त ल हप्ता 10 दिनको पर्खाइपछि बहिनी अब जाँदैछिन् बुइले चाहिँ ब्रास्केट गरेर गइन अरे कहाँ राखिराखिन् महँगो ब्रान्डेड हिल भिडियो बनाऊ ल साथीहरू अब चाहिँ म चाहिँ हिँड्छु ल साथीहरू अहिले चाहिँ हाम्रो घरबाट चाहिँ हिँडी पनि सक्यौँ ल बहिनी बनाऊ हामी चाहिँ बाटोमा छौँ यो दिदी चाहिँ यहाँ हुनुहुन्छ मलाई चाहिँ धेरै लाज लाग्छ साथीहरू म चाहिँ यस्तो भएँ बहिनी चाहिँ यस्तो राम्रो कपडामा पोगो चाहिँ हेर्नु न कत्रो कत्ताको अनि पोगो चाहिँ हेर्नु न कत्रो कत्ताको अनि यहाँ छ कौन है ये लोग कहाँ से आते हैं यहाँ चाहिँ हाम्रो घर छ अब चाहिँ कुनै बेला क्लियर भन्छ अनि म हजुरहरूलाई देखाउँछु अब वहाँ टाढा छ कतिखेर गाडी आउँछ भने टुङ्गो छैन कुन गाडीमा जाने भने पनि टुङ्गो छैन त्यत्तिकै हावाको तारमा हिँडेको हामी चाहिँ कति बज्यो त्यो पनि थाहा छैन हेर्नु हावाको तालमा हिँडेको 11 बज्न आँट होला गाडी पाउँछ कि पाउँदैन कति बजीसम्म पाउँछ त्यही अनुसार हामी गाडी चढाउँछौँ बहिनीलाई अनि आउँछु म फर्केर के भन्छु त भनिहाल के भन्नु उठेर जानु पऱ्यो भने ठुलो त गाडी आयो नि के गर्नु अनि उताबाट जान्छ नि त यताबाट पो जानु हो त नभए सिधै काठमाडौँ नै पुर्याइदिन्छन् काठमाडौँ पुऱ्याइदिन्छ सुमोमा जाने भनेपछि सुमो काठमाडौँ जाने हुन्छ पाइयो भने सुमोमा पनि हुन्छ अब तर मलाई सुमोमा भन्दा चाहिँ गाडीमै जानु मन लाग्छ गाडीमा उठेर जानु पऱ्यो भने के गर्छु यसपालि भाडा नलिए पनि हुन्थ्यो नि बहिनीको नि लिँदैन को भन्दा बसले यसो गरेर बस्नु के साथी यसो गरेर जस्तो गरेर बस पनि लिन्छ क्या अस्ति आउँदा चाहिँ यो के अरे गाडीहरूमा चाहिँ नि एउटा दबाई खानु पनि हाइट यत्रो बनाउनु पर्ने क्या नि सानो बच्चा बुच्चीलाई लिँदैन नि त त्यसो गरेर टेक्निक सबैले गर्थ्यो होला हाइट यत्रो पार्ने भए सबैले पार्थ्यो अनि फेरि हाइट बढ्ने दबाई नै पाउँदैन फेरि त्यो पनि हो अनि हामी चाहिँ वहाँ टाढादेखि हुर्के बस्नु यहाँ आइसक्यौँ अनि अहिले चाहिँ 11 बज्यो बहिनी धेरै बजेको छैन किनकि भर्खर कलेजहरूको छुट्टी हुँदैछ विश्वास कलेज साथीहरू अहिले चाहिँ हामी रोड आइसक्यौँ होइन यस्तो डर लागेको छ कि बाटो क्रस गर्नलाई मुटु नै बाहिर निस्किन्छ जस्तै लागिरहेको छ अनि अहिले चाहिँ हामी चोक पनि आइसक्यौँ अब गाडी चाहिँ कहाँबाट भेटिन्छ भन्ने थाहा छैन साथीहरू यस्तो छ कि हेर्नु न यहाँनिर धुलै छ यता र उताको गाडी यो बाटो बनाउँदैछ कि बिच कहाँ हो यो हेर त
होइन रामपुर अनि यो गाडी जाँदैन किनकि त्यसले अर्कै देखेको छ अनि के रामपुर जान्छ त जाँदैन अब कति घन्टा पकाउने हो यस्तो जाम छ कि बाटो साथीहरू हेर्न सक्नुहुनेछ बुझ्नु चाहिँ यहाँ कुर्दा मेकअपै लाग्न आइसक्यो अनुहारमा अरे बुझ्नी भन न भन कस्तो अरूको देखेर पनि बुझ्ने अरूको गर्लफ्रेन्ड देखेर डाल लागिसक्यो यहाँ चाहिँ कतिजना गर्लफ्रेन्ड बोयफ्रेन्ड देखिरहेको छौँ अनि डा लागेर मर्न आँटी कस्तो हुँदै थियो सुमो आएको चाहिँ सुमोमा जाने कि यहाँ सोध्नुपर्छ अब चाहिँ हामी सुमोमा चढाइदिन्छौँ उसलाई सो हेलो गाइज आज चाहिँ म चाहिँ घर जान आँटेको अनि यहाँ चोकमा आएको छौँ गाडी नै आएको छैन पर्खिँदा गरेको यहाँ चाहिँ दिदी हुनुहुन्छ यहाँ हेर्न गाडी नै आउँदैन बस आउँदैन केही नै आउँदैन यहाँ पर्खेको छौँ हामी ठेला गाडावाला आएर भन्यो यहाँ गलेर बस्यौँ मलाई लाज लाग्छ साथीहरू भ्लग बनाउन लाज त के हुन्छ बनाउन लाज त के हुन्छ अप्ठ्यारो लाग्छ क्या धुलो रहेछ सुमो आयो सुमो जाने गर त सुमा उसको कारमै लग्ने कि फेरि गाइज यहाँ यो दिदीले चाहिँ मलाई कार किनिदिएर पठाइदिन आँट्नु भएको अरे सुमा उता घर साथीहरू हाम्रो डिसिजन चाहिँ अब फेरि घर फर्किने नै हुन आँटिसक्यो किनभने यति भइसक्यो कुर्दा कलेजको गाडी भन्दा केही आउँदैन यहाँ त अब चाहिँ 2 बजे आउने कि भन्ने पनि छ अब एकछिन चाहिँ हेर्छौँ 5-10 मिनट भएन भने हामी आएको आधी घन्टा पुगिसक्यो भएन भने चाहिँ हामी फेरि घर गएर 2 बजे आउँछौँ है त 2-3 बजे ल 2-3 बजे हामी ल जाउँ अनि 15 मिनट बस्ने भन्नुभएको होइन त 15 मिनट त बसिन्छ यताउता गर्दै अनि चाहिँ हामी जान्छौँ है त साथीहरू अब के हुन्छ भन्ने डिसिजन चाहिँ थाहा साथीहरू 15 मिनट पनि हुन लागिसक्यो बहिनी चाहिँ कुन चाहिँको सफारी हो थाहा छैन मान्छे अत्तो पत्तो छैन कसको सवारी हो म पनि बस्दिनँ घर तर मान्छे उठ्ने राम्रो चिज चाहिँ गाडी कुर्दा पनि आएको छैन मान्छे आयो भने म त उठिदिन्छु गाली चाहिँ म खान्न है न साथीहरू कसको सफारी यहाँ मान्छेहरूले कपल्सहरू देखेर यहाँ पागल हुन आइसक्यो कहाँ भेट्यो यो चिम्टी बाटोमा भेटेको थियो आउँदै गर्दा अनि त्यही भएर लाएको हो यो चिम्टी साथीहरू यो मैले किनिदिएको चिम्टी हो अनि यो मैले किनेको लुगा हो साथीहरू तपाईँले मेरो टिकटक आइडीमा हेर्नु होला मैले किनेको थिएँ अनि यसो ठुलो भयो क्या अलिकति सानो भयो क्या लु लगोस् न त भन्दै दिएको लगोस् भनेर दिनुभएको है यो लुगा चाहिँ मेरो लुगा लगाएको उनीले अनि यो पेन्ट पनि तपाईँहरूले थाहा नै पाउनुभएको होला म तपाईँलाई यतापट्टि सानो अक्षरमा टिकटक राखिदिन्छु हेर्नु कसको लुगा हो भन्ने चिनिहाल्नुहुन्छ भने मैले दिएको यस्तो माथिदेखि जे लगाएको छ नि तलसम्म सबै यो दिदीले किनिदिनु भएको है मलाई चाहिँ यो चिम्टी पनि देख्न सक्नुहुन्छ नि यो चप्पल चाहिँ होइन मेरो किन हो भन्नु होइन ढाक्नु होइन यो पेन्ट चाहिँ मलाई होइन के अरे यो दिदी साथी नै हो नि त साथीले गिफ्ट दिएको हो अनि यो भेस्ट चाहिँ यो दिदी ठुलो मम्मी हो नि त ठुलो मम्मीले किनिदिनु भएको हो ठुलो मम्मी भन्दै जिस्काउँछ कि मलाई अनि अब बसायो जाम भागकै ठुलो साथीहरू 8-10वटा गाडी आइसक्यो तर जनकपुरको भन्दा आउँदैन बहिनी चाहिँ हिँडै छिन् बहिनी भन्दै मेरो कपडा लाएर हेर्नु न मग बाँच्न आइरहेको छ बहिनीलाई अब हेर्नु गाई जब के अरे गाडी चाहिँ आएन अब आफै किन्ने बेला भयो एउटा दिदीले कार किन्दै चाहिँ हुन्थ्यो उहिले जाऊ न कसको कार हो गएर म लु तिमी अहिले कुदाउ त कार गएर म तिमीलाई किनिदिन्छु कुदाउ लु गएर आए पो कुदाउ अनि के कारको डिमान्ड गर्नु होइन साथीहरू कार किनेपछि सिक्दै जाने हो नि त अब चाहिँ गाडी आउँदैन जस्तो छ फर्किम बहिनी फर्किने अब एउटा गाडी आउँछ होला त्यसले पनि रोकेन भने फर्किने
साथीहरू जनकपुर भनेको चाहिँ खोइ जनकपुर भनेको चाहिँ उता होइन मन्दिर होइन त हो त्यहाँको मात्रै गाडी आइरहेको छ म चाहिँ बस्छु अहिले हेर्नु। चाहिँ जनकपुर फेमस भएको रहेछ क्या यतातिर अनि चार्ज पनि बेटी ए अर्जेन्टिना के अरे अर्जेन्टिनाको फ्यान रहेछन् को म होइन तपाईँ त मेस्सी हो नि म्याक्सी हो नि मेसी इज म त मेस्सी पनि अनि ब्राजिल पनि हो है गाई साथीहरू अब चाहिँ हामी घर जान्छौँ यस्तै पाराले भन्दा सुमो आयो अब सुमो जाऊँ सुमो जाऊँ लु जाऊ छोडा बाई बाई कतिको एक्लै चढिदिरहेको छौ है त साथीहरू डरले त्यहाँ सुमो त A few moments later. त्यहाँ बहिनी चाहिँ अब चढिन् बहिनी चाहिँ अब गइन् अब म चाहिँ घर जान्छु है त साथीहरू अहिले चाहिँ म घर रोड पनि क्रस गरेर अब घरको बाटो हिँड्दैछु बहिनीलाई पनि पुर्याइदिएँ सुमोमा चढाइदिएँ अब रामपुरसम्म र गाईघाट लेखेको थियो अनि गाईघाटबाट डाइरेक्ट रामपुर हुँदै जान्छ नि त अनि त्यस पछाडि बहिनी चढ है त भनेर मैले भनेको लास्टमा त्यही गाडी एउटा गाडी मात्रै पर्खिने भनेको थियौँ अनि त्यही गाडीमा बहिनी हालिदिएँ लगभग आधी घन्टाभन्दा धेर रुङ्नु पऱ्यो बहिनीलाई आधी घन्टाभन्दा धेर म 40 मिनट जति रुङ्नु पऱ्यो होला रुङ्दा बल्ल बल्ल आयो हजुरहरू काहीँ जानुपर्ने छ भने बेलैमा नजानु होला दुःख पाइन्छ छिट्टै गएर म जस्तो मान्छेले कति दुःख पाएँ अब चाहिँ म घर पुग्छु अनि म घरको ढोका क्रस गर्छु अहिले मेरो घर चाहिँ उपर छ यो चाहिँ गाउँमा कोही छैन अनि सुनसान छ कोही त हुन्न होइन आफ्नो बिजनेस हुन्छ बिजनेसमा जानुपर्छ होला अनि अझै भुसिया कुकुर जस्तो डुलेको डुले गरिब भन्नु चाहिँ नभन्नु होला साथीहरू अब चाहिँ म चाहिँ जान्छु यत्रो आइसकेँ अब चाहिँ साथीहरू म चाहिँ घर पनि आइपुगिसकेँ होइन अनि यस्तो गर्नुभएको छ कि हिँड्दा यस्तो लाइट एन्टी लाइट परेको कि मजाले भएको म चाहिँ भाइ जान्छु मम्मीहरू के गरिदिएको भन्छ आधी घन्टा दादाहरू छोडेर आइसक्यो नि त मसँग अलिक बिहान हुन्छ त्यही भएर पानी सानी दिनुपर्छ होला मम्मीलाई म देखाउँछु मम्मी सुतिरहनु भएको छ बोलाउँदिनँ अब भिडियो सिडियो एडिट गरेर म चाहिँ यहाँ सुतिरहनु भएको छ मम्मी 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 पुऱ्याइदिएर आएँ है अब चाहिँ म कस्तो भुँडीमा भोक लाग्यो साथीहरू अब चाहिँ म के गर्नु भयो अनि खान्छु अब चाहिँ मेरो साथीहरू डेली ब्लग आउँछ अनि मैले तपाईँहरूलाई अघि देखाएको थिइनँ नि मेरो रुम चाहिँ कस्तो छ भनेर म तपाईँलाई यो ब्लगमा देखाउँछु नि यहाँ हेर्नु है साथीहरू सानोको फोटो हो होइन यत्रो अनि अघि आएको बहिनी थियो नि अघि मैले गाडी चढाएँ नि बहिनीलाई त्यो बहिनीले क्या म यत्रो हुँदाखेरि बहिनी अलिक सानै थियो नि त मभन्दा 4 वर्ष जेठो कान्छौँ हामी अनि त्यस पछाडि म जेठो 4 वर्ष अनि यत्रो वर्ष उमेरमा होइन मैले यो दसैँमा ल्याएको हो क्या किनेको हो यो भेस्ट अनि फर्स्ट टाइम हाफ प्यान्ट किनिदिनु भएको थियो त्यतिखेर अनि यो चाहिँ मैले पेन्ट लगाएर खिचेको थिएँ अनि यो भेस्ट चाहिँ क्या म मामा लगाएको थिएँ मामाको छोरी हो नि त अनि मामा लगाएको थिएँ अनि मामालाई जाँदाखेरि सानामा क्या मलाई अझै बहिनीले मैले यो भेस्ट लाउने भन्दै रुँदै गरेँ कि अनि तँलाई दिन्छु भन्दै म चाहिँ रुएँ अरे होइन मलाई अलिअलि याद छ क्या अनि रुएँ अरे अनि रुएपछि मैले पछिबाट चाहिँ जाँदाखेरि बहिनीलाई लाउन दिएको थिएँ अनि त्यसपछि मैले कुरा गर्छु क्या बहिनीलाई चाहिँ थाहा छैन अरे बहिनी जस्तै थिएन सानै थियो नि त यो मेरो 12 वर्षको होला 12 वर्षमा 9 वर्षको मान्छे थिएँ 9 वर्षकी थिएँ त्यसै थियो अनि त्यही भएर बहिनीलाई थाहा छैन अरे अनि मैले कुरा गरेको थिएँ क्या बहिनी तिमीले यसो गर्यो भनेर भनेको थिएँ अनि बहिनी हाँस्दै थिइन् त्यही भएर अनि अब चाहिँ म तपाईँहरूलाई म अर्को पनि देखाउँछु यहाँनिर चाहिँ मेरो भगवानको मूर्ति छ अनि यहाँनिर चाहिँ एयरपोर्टहरू राखेको छ नि यहाँ दिदीको साथीहरूले दिनुभएको बर्थडे गिफ्टको फोटोहरू यस्तो छ हाम्रो अनि यो चाहिँ हाम्रो गोविन्द दादासँग दादा अनि यहाँ हाम्रो फ्यामिली अनि यो दिदी हुनुहुन्छ यहाँ चाहिँ दिदीहरूको
दिदी नै हुन्छ अनि यहाँ मम्मी बाबा हुनुहुन्छ अनि सबै दिदी नै हुन्छ अनि यहाँ चाहिँ म एउटी राम्री प्रिन्सेस पनि छिन्। यो चाहिँ को होला भन्नु होला। अनि यो चाहिँ म हो साथीहरू, अनि यो चाहिँ म हो। अनि यहाँ चाहिँ मेरो रुम यस्तो हालतमा छ, मेरो धेरै त सजाएको छैन। यहाँ चाहिँ मैले मनी प्लान्ट राखेको छु अनि यहाँ चाहिँ सिम्पल प्लान्ट जगाएको छु अनि यहाँ चाहिँ मैले मनी प्लान्टको भर्खर जगाइरहेको छ अनि यहाँ अर्को प्लान्ट छ अनि यहाँ पनि अर्को प्लान्ट छ। धेरै चाहिँ प्लान्ट छैन, 8-9वटा प्लान्ट होला। अनि यहाँ चाहिँ यस्तो प्लान्ट छ अनि यहाँ चाहिँ कस्तो दामी फुल फुलेको छ है साथीहरू। यति नै छ। अब चाहिँ म भिडियो एडिट गर्न तर्फ लाग्छु है त साथीहरू। अब चाहिँ म हजुरहरूलाई भिडियो एडिट गर्छु अनि रुम चाहिँ यस्तो छ, सफा छ। टिभी पनि हेर्छु अनि एकछिन पढ्छु ओर्छु अनि हजुरहरूसँग भेट्छु है त साथीहरू। मेरो मोबाइल जियो होइन साथीहरू, म तपाईँलाई मोबाइल थियो मम्मी दादाले बिग्रिएर राखिदिनु भएको छ अनि मम्मीको मोबाइलमा स्टोरेज फुल छ। भिडियो एडिट गर्नलाई त टन्नै टाइम लाग्छ, चार्ज पनि छैन। अनि क्यामेरामा चार्ज हाल्छु। अब चाहिँ म डेली भ्लग लाग्छु अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो आजलाई चाहिँ अब भिडियो एडिट गर्छु अनि हजुरहरूलाई 5 बजे अपलोड गर्नुपर्छ। त्यही भएर हजुरहरूलाई कस्तो लाग्यो मेरो भ्लग। मैले चाहिँ यो भ्लग छोटो समयको लागि लिएको छु, तर कस्तो लाग्यो लाइक कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला। अनि त्यस पछाडि यो भ्लगमा चाहिँ के पुगेन, के बनाउनु पर्छ हजुरहरूले भनिदिनु होला। अनि म चाहिँ अब माथि जान्छु है त। म माथि गएपछि म हजुरहरूलाई देखाउँछु अनि म भ्लगिङ गर्छु है त साथीहरू। गर्मी यस्तो गर्मी छ कि म कुद्दै गर्न मन लाग्छ साथीहरू। अझै म यहाँबाट बोतल लिन्छु अनि चाहिँ म माथि जान्छु। यस्तो गर्मी छ कि साथीहरू, यो तराईको गर्मी त कस्तो गर्मी हो। सबजना सुत्नुहुन्छ हाम्रो घरमा चाहिँ, दिउँसो केही काम हुँदैन अनि सुत्नुहुन्छ अनि म चाहिँ केही गर्दिनँ क्या। बिहान ओ माई गॉड थुक्पा रहेछ, खाइदिउँ तर मलाई मार्नुहुन्छ। अनि यहाँ के रहेछ साथीहरू, तर म यस्तरी कहिले खान्न। खाइदिउँ भन्छु तर म खान्न। अब चाहिँ म पानी भर्छु है त। म पानी भर्छु ल, यसरी राखेर भर्छु, पानी सानी भर्छु अनि म हजुरहरूलाई बोल्दै भर्छु साथीहरू। होइन यो तरराबाट कसले ट्याङ्कीबाट पानी खानु गएको छ। तररा ट्याङ्कीको थाहा छ नि, तरराबाट हाम्रो इटरीसम्म आइपुग्छ होइन। कसले खानुभएको छ यो पानी चलाउनु भएको छ तपाईँहरूले कमेन्ट गर्नु होला होइन। पानी होइन बेलुका त गर्नुपर्ने हो नि त, बेलुका त पानी छोड्नु पर्ने हो नि त होइन। पानी नै छोडिदिनु हुन्न क्या। अनि त्यो चाहिँ लाग्दो रिस उठ्छ क्या मलाई, किनकि हामीले अहिले त यहाँ पानी कसरी आइरहेको छ भनेर होला भने यो चाहिँ माथि ट्याङ्कीबाट हामीले पास गरेर ल्याएको हुन्छ नि। त्यो पानीलाई चाहिँ आएपछि यो यतापट्टिको धारा आएपछि त्यो डाइरेक्ट ट्याङ्कीमा पनि हालिने गरेको छ क्या हामीले खानेपानी नै। अनि त्यहीबाट खान्छौँ। अनि त्यस पछाडि 2-3 दिन आएन भने त अनि त्यो ट्याङ्कीको पानी सकिँदैन, हामीले खानेपानी नै युज गर्छौँ होइन, खानालाई पनि। तर पनि आएन भने त सकिँदैन अनि मान्छे गाह्रो हुँदैन। 3 तला माथि हुन्छ, मोटर तल हुन्छ अनि पाइप हुँदैन, कसको घरमा मोटर हुँदैन होइन साथीहरू। त्यही भएर त हजुरहरूले यो खानेपानीसम्म चाहिँ पुर्याइदिनु होला। बेलुका प्रायः आउँदैन अनि बिहान त बन्द हुन्छ 8 बजेदेखि। त्यो त मैले माने दिउँसोभरि बन्द हुन्छ, किनकि पानी पनि अरूलाई पनि बुझाउनुपर्छ। त्यो त मैले माने होइन, यस्तो हुन्छ। अनि त्यस पछाडि हामीलाई चाहिँ गाह्रो हुँदैन पानीहरू त्यत्रो पैसा तिरिसकेपछि होइन साथीहरू, भनिदिनु न। अनि हाम्रो घरमा चाहिँ फ्रिजमा के छ त, तपाईँको यहाँ थुक्पा छ, यहाँ थुक्पाको रस छ, अनि यहाँ मिनी अचार छ, यहाँ छ, यहाँ दही छ, यहाँ दही छ, अनि यहाँनिर दुध छ, अनि यहाँ पानी मैले हालेको छु। खासै केही पनि छैन हाम्रो। पानी चाहिँ म माथि हाल्छु साथीहरू। अब चाहिँ मैले भ्लग इन गर्न आँटेको, हजुरहरूले अन्तिमसम्म नै हेरिदिनु ला। सरी हेर्न साथीहरू, हजुरहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा यो भिडियोलाई भएन
हजुरहरूले अन्तिमसम्म हेरिदिनु भएकोलाई र यो भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। नेक्स्ट डे नेक्स्ट ब्लगमा हजुरहरूसँग भेट्ने नै छु भन्दै आशाको साथमा आजको भिडियो म यहीँ इन गर्दछु। मेरो भिडियोमा के कस्तो कमजोरी आयो त हजुरहरूले कमेन्ट गर्नु नै भयो होला। गर्नुभएको छैन भने छिटो छिटो गर्नुभएको छ नि, फेरि हाँस्दै हुनुहुन्छ, छिटो गर्नु। अहिले चाहिँ गर्न जानु हुँदैछ है त, गरिदिनु भयो। अझै गर्नुभएको छैन, अटेरी हुनुहुँदैछ, अझै गर्नु हो गर्नुभयो होला भन्दै आशाको साथमा आज म तपाईँकी छोरी दिदी बहिनीलाई तपाईँकी छोरी र तपाईँको छोरी जस्तै र म हजुरहरूको बहिनी दिदी पढ्छु होला भन्दै यो भिडियोलाई आज म इन्डिङ गर्न चाहन्छु। अब हजुरहरूले को साइन अनुसार म जे पढ्छु त्यही ठिक छ। हजुरहरूको चेली सम्झेर, नेपाली चेली सम्झेर हजुरहरूले मेरो भिडियोलाई लाइक चाहिँ गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू, अर्को ब्लगमा भेटौँला।